सालको पातको टपरी हुनी हेवरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हेवरै नलाउ पछि हल्लाइको सालको पातको टपरी हुनी हेवरै नहुनी सल्लाइको। नमस्कार, आज हामी घुम्ती खबर.com मा गएर नेपाली संगीतका जगत एक सम्मानित राष्ट्रिय कलाकार जसको स्वर र सृजनाले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ, उहाँसँग हामी गीत संगीत र जीवनका उत्तरचाप विषयमा आत्मीय संवाद गर्दैछौँ। स्वागत छ दाइ हजुरलाई। धन्यवाद सुरेशजी। सर्वप्रथम त तपाईँको बाल्यकाल कस्तो बित्यो? अब मेरो बाल्यकाल सामान्य अब गाउँले परिवेशमै बित्यो, सामान्य ढङ्गले बित्यो। गाउँमै जन्मेको मान्छे सामान्य तरिकाले बित्यो। गीत संगीतको रुचि कसरी सुरु भयो? यो गीत सङ्गीत म आफू मेरो आफ्नो चेतना आएदेखि नै म आफूलाई अलिकति गीत गाउन मन लाग्ने मेरो चेतना आएछ। त्यसपछि मैले गीत सङ्गीतलाई नै त्यसरी नै अलिकति वृत्ति विकास गर्दै गर्दै आएँ अनि अहिले त म एउटा भनौँ न गीत सङ्गीतमै छु। घर परिवारले तपाईँको सङ्गीत यात्रालाई कस्तो साथ र समर्थन गर्नुभएको छ? एकदमै घर परिवारको साथ सहयोग सपोर्ट एकदमै राम्रो रहेको छ। एकदमै फुल्ली 100% सपोर्ट छ। पहिलो मञ्चमा गाएको वा रेकर्ड गरेको सम्झना के छ? मैले मञ्च भन्दा नि रेकर्डेड गीत छ, मेरो सम्झना छ मेरो पहिलो रेकर्डेड गीत। हजुर, छोटकरीमा के छ हालचाल सुनभन्दा महँगो माएको रहेछ जिउडाला भन्ने गीत छ। यो गीत मेरो पहिलो रेकर्डेड गीत थियो। सङ्गीत यात्रा र उपलब्धिहरू? सङ्गीतको यात्रा मेरो चाहना थियो, चाहनामै छु म होइन, रहर थियो। पछि व्यवसायीकरण नै भयो सङ्गीत। चाहना त त्यसभित्र आएका एउटा रहरको बाटोमा लागेको मान्छे, रहरसँगै रमाएको मान्छेलाई त्यो भित्र आउने चाहनाहरू, मेरो आवश्यकताहरू सबै त्यसबाट नै चलिरहेका छन् भनौँ न। कुन गीतले तपाईँलाई राष्ट्रिय कलाकारको रूपमा स्थापित बनायो? गीतहरू त मैले थुप्रै गाएँ सुरेशजी। अब मेरो एउटा गीत बिचको पिरियडमा आयो, पश्चिम पूर्वको अब फेरि भेट कहिले होला र दुईटा ध्रुवको। यो गीत पनि राम्रै भयो। त्यस पछाडि मुगलिन खण्डमा आउनमा पाइनलाई बाटो बन्दमा भन्ने कि त्यति बेला पहिरो जाने खुब उस थियो। यो गीत पनि राम्रै भयो। त्यस पछाडि नजाऊ सानो पँधेरीमा आफ्नै छायाले छल गर्छ भन्छन् अँधेरीमा, यो गीत पनि राम्रै चल्यो। अब जे होस्, यी गीतहरूको मेरो जीवनमा धेरै ठुलो भूमिका रह्यो। नेपाली गीत सङ्गीतमा तपाईँले कस्तो अनुभव र परिवर्तन देख्नुभएको? अब अनुभव त एकदमै राम्रो अनुभव सङ्घाल्दैछु है। हजुर, सिक्दैछु, सङ्घाल्दैछु। अनि सम्भावना देख्नुभयो भन्नुभयो क्या? सम्भावना छ गीत सङ्गीतमा, राम्रो सम्भावना छ। राम्रो कलाकार बन्ने हो भने, एउटा मेहनती अनुशासित कलाकार बन्न सक्ने हो भने गीत सङ्गीतमा एकदमै राम्रो छ। अहिलेका पुस्ताका कलाकारहरूमा र तपाईँमा कस्तो सम्भावना देखिन्छ? यस्तो अब अहिले आउँदै गरेका नयाँ पुस्ताका साथीहरू हुन त हामी पनि पुराना होइनौँ नै भन्छु मैले। हामी पनि यही पुस्तासँग रमाइरहेछौँ। हामीले पनि यही जेनेरेसनलाई सुन्ने सुनाउने उपयुक्त गीतहरू गरिरहेका छौँ। नयाँ आउने जेनेरेसनसँग अझ एक खालको ऊर्जा हुन्छ। हामी कुनै बेला नयाँ त्यो बेला जुन बेला हामी इन्डस्ट्रीमा छिर्दै गर्ने बेलाको उत्साह र हुन त आज पनि त्यो घटेको छैन। यद्यपि त्यो बेलाको उत्साह भनेको त्यो एक खालको महत्त्वपूर्ण उत्साह हुन्छ। त्यो एकदमै धेरै ठुलो भूमिका खेल्छ त्यसले। र हामी नयाँ आउने भाइ बहिनीहरूसँग साथीहरूसँग कोलाबोरेसन गरेर जानै चाहन्छु म चाहिँ जहिलेसुकै। कलाकारको व्यस्तता जीवनसँगको पारिवारिक जिम्मेवारी कसरी सन्तुलन गर्नुभएको छ? मिल्दो रहेछ, मिल्छ। यताउति यसो कलाकारितामा लागेको मान्छे परिवारले अन्डरस्ट्यान्ड गरेपछि र म आफू पनि त्यस केही कुराहरूमा अनेस्टली काम गरेपछि मिल्छ। त्यो नमिल्ने भन्ने कुरा हुँदैन। तपाईँको परिवारमा पनि गीत सङ्गीतमा रुचि राख्ने कोही हुनुहुन्छ?
ठ्याक्कै अहिले त्यस्तो त खासै कोही देखिया छैन। हजुर भित्रभित्री गीत गाउन चाहने तर प्रस्फुटन नभएको हुनसक्छ। मेरो भाइले पनि अलिअलि गीत गाउँथ्यो तर उनले चाहिँ यसलाई प्रोफेसनलको रूपमा लिएर भनौँ न यसलाई चाहिँ अगाडि बढाउन सकेन। अहिलेलाई मै छु भनौँ। कलाकार राष्ट्रिय र लोकल भन्ने त मैले पनि त्यो त्यति धेरै उसराएदिनँ। कलाकार भइसकेपछि सबै कलाकार नै हुन्। राष्ट्रका गहनाहरू हुन्, चाहे त्यो पाण्डव खानीमा बसेर गीत गाउँदै गरोस्, चाहे चाहिँ गलकोटमा बसेर गाओस्, चाहे चाहिँ पर्वतमा बसेर गाओस्, कोही बेनीमा बसेर गीत गाओस्, ती सबै कलाकार राष्ट्रका हुन्, राष्ट्रका सम्पत्ति हुन्। यसमा त्यति धेरै अन्तर विभेद छैन भन्ने नै लाग्छ मलाई। सङ्गीतले समाजमा कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ भनेर तपाईँको दृष्टिकोण छ? सङ्गीतको भूमिका समाजमा धेरै ठुलो रहन्छ सुरेशजी। सङ्गीतले बोल्न नसक्नेहरूको आवाज बोल्छ। सङ्गीतले दबिएर च्यापिएर बसेका भनौँ न अन्य अत्याचारको विरुद्धमा सरल भाषामा सङ्गीतले प्रस्फुटन गर्न सक्छ। समाजलाई सङ्गीतले खुसी बनाउँछ। समाजलाई एउटा भनौँ न कुनै कालखण्डका गीतहरूले एउटा निर्देशित गर्छ दिशालाई र समग्र गीत सङ्गीतले समाजलाई एक खालको परिवर्तन, एक खालको सन्देश दिन सक्छ भन्ने लाग्छ मलाई। आगामी योजना र सपना के छन् हजुरको? सपना त अनागिन्ती छन् नि होइन, योजना पनि छ। गीत सङ्गीतमा लाग्यो मान्छे अब राम्रा गीतहरू सिर्जना गरेर गाउने भन्ने योजनामा छु। अन्तमा तपाईँलाई हामीलाई हेर्ने दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ? धन्यवाद छ सर्वप्रथम त हजुरलाई। म यहाँ आएको अवसर पारेर हजुरले मलाई बोलाउनु भयो, मैले पनि हजुरको वचनलाई काट्न सकिनँ, आएँ। यो घुम्टे खबर.com परिवारप्रति र तपाईँप्रति धेरै धेरै धन्यवाद र देश विदेश जहाँ हुनुहुन्छ दसैँ तिहारको शुभकामना भन्न चाहन्छु सबैलाई। र घुम्टे खबर.com सुन्दै गर्नुहोला। यस्तै यस्तै कलाकारहरूको तपाईँले इन्टरभ्यू, समाजमा भएका प्रतिष्ठित भन्दा समाजका व्यक्तित्वहरूको इन्टरभ्यू लिँदै गर्नुहोला। धेरै धेरै शुभकामना। अन्तमा तपाईँलाई मनपर्ने छोटो एउटा कुनै गीत गुनगुनाइदिनुहोस् न। मैले हुन त आफूले गाएको गीत सबै मनपर्छन् होइन। एउटा गीत गाउँछु छोटो मिठो। झिम्मल बाको आकानीमा नारायण पूजालाको, झिम्मल बाको आगानीमा नारायण पूजालाको, फुलमायाको हातबाट नैवेद खान पाएको मन परेरै हो कि, मन परेरै हो कि सबलाई दियो हातैमा मलाई सालको पातैमा। हस्, धन्यवाद। समय र संवादको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू।